नमस्कार। आज म यहाँहरुसँग कमोडिटाइजेसन भनेको के हो, यो किन हुन्छ र यसले व्यापारमा कस्तो किसिमको प्रभाव पारेको छ, यसले कम्पनीहरुलाई कस्तो इफेक्ट गरेको छ, यसले राम्रो इफेक्ट गरेको छ कि नराम्रो इफेक्ट गरेको छ, यदि नराम्रो इफेक्ट गरेको छ भने यसबाट बाहिर आउने तरिकाहरु के हुन् त्यस बारेमा डिस्कस गर्न चाहन्छु। सो लेट्स बिगिन द टपिक कमोडिटाइजेसन। कमोडिटाइजेसन भनेको के हो सबभन्दा पहिला यस बारेमा बुझ्न जरुरी छ। आज मार्केटमा हामी एउटै सुविधा दिने, एउटै भ्यालु दिने विभिन्न प्रकारका ब्रान्डका प्रोडक्टहरू उपलब्ध भएको पाउँछौं। यस्ता धेरै प्रोडक्टहरू मार्केटमा उपलब्ध छन् जसले ग्राहकको आवश्यकतालाई फुलफिल गर्नको लागि विभिन्न कम्पनीहरूले एकै प्रकारको उत्पादनहरू गरिरहेका छन्, एकै किसिमको सर्भिसहरू प्रोभाइड गरिरहेका छन्, जसको कारणबाट ग्राहकले पाउने सुविधामा वृद्धि भएको छ, कम्पनीको प्रोडक्टको क्वालिटीमा वृद्धि भएको छ, प्याकेजिङमा वृद्धि भएको छ, हेर्दा एट्र्याक्टिभ देखिएको छ, एडभर्टाइजमेन्ट कस्टमा वृद्धि भएको छ। तर डे बाई डे कम्पनीको त्यो प्रोडक्ट र सर्भिसको मूल्य घटाउनु पर्ने अवस्था आइरहेको छ। यस्तो सर्भिस बढाउने, सुविधा बढाउने, फेसिलिटी बढाउने र जुन प्राइस घटाउने छ, यस्तो अवस्थालाई हामी भन्छौं कमोडिटाइजेसन। यो मैले अहिले हेर्दाखेरि विभिन्न प्रकारको इन्डस्ट्रीमा कमोडिटाइजेसनको प्रब्लमले ग्रस्त भएको हेर्छु। जस्तै सिमेन्ट फ्याक्ट्रीमा सिमेन्ट प्रोडक्टहरुमा हेर्यो भने पनि त्यहाँ पनि कमोडिटाइजेसन छ, स्टिलमा हेर्यो भने पनि त्यहाँ पनि कमोडिटाइजेसन देखिन्छ, इन्टरनेटको प्रोडक्ट दिने कम्पनीहरुमा पनि यो सुविधा देखिन्छ, मोबाइल प्रोभाइडर कम्पनीहरुमा पनि यो सुविधा देखिन्छ। त्यति मात्र हैन, इन्स्योरेन्स पोलिसी बेच्ने कम्पनीहरुमा पनि यो प्रब्लमले गाँजिएको छ। त्यसकारणले यो एउटा यस्तो किसिमको अवस्था हो जसमा पुरा कम्पनीको सर्भिस बढाउने, सुविधा बढाउने, विभिन्न प्रकारको फेसिलिटीहरू बढाउने र कम्पनीले पाउने रेभिन्यू घटाउने अवस्था आउँछ। जस्तै जब रेभिन्यू घट्छ त्यसपछि के हुन्छ भन्दाखेरि कम्पनीको प्रफिटमा ह्याम्पर गर्छ। अब यो किन हुन्छ, कसरी हुन्छ, हामी यो नियमित सिरिजमा यो विशेष छलफल गर्दै जानेछौँ। त्यसकारणले यो